18 वर्ष हावाले बाबु आएको 6 महिना चाहिँ दिएको थियो राम्रो कि नराम्रो भन्ने अब आफ्नो कर्म बेसी फल पाइयो कि अहिले तीर्थव्रत सबै यज्ञ जात्रा जे पनि गरियो रमाइलो हुँदै आजसम्म नाति जाहेरी छन्। मैले अहिलेसम्म मेरो जिन्दगीको सारांश कुरा हेर्दा धेरै विभिन्न किसिमका त्यो सम्मान म पनि बुढो हुन्छु आमा बाबा पनि बुढा भए म पनि यस्तै हुन्छु मेरा छोराछोरीलाई मैले मानेको छु भने मलाई पनि मेरा बाबा आमाले यस्तै मान्नु भएको थियो भन्ने त्यो कहिले नबिर्सने। समाजमा जुन मान्छेले जस्ताको तस्तै व्यवहार गर्छ ढाँड्दैन छल्दैन फट्याइ गर्दैन सबैलाई परोपकारी काम गर्छ सबैको सेवाको दृष्टिकोणले हेर्छ जस्ताको तस्तै आफ्नो ज्ञान अरूलाई प्रदान गर्न सक्छ त्यस्तो मान्छे र त्यस्तो मान्छेलाई मन पर्छ।